मेरो चाहिँ काम थियो नाइट काम सक्यो अनि मैले ब्रेकफास्ट गरेँ अनि रुम आएँ। मेरो रुम तल बहिनी बस्थिन् अनि बहिनी चाहिँ सुतेको रहेछन् अनि मलाई डिस्टर्ब गर्न मन लागेन अनि म माथि आफ्नो रुममा आएँ। अनि राति चाहिँ मैले वासिङ मेसिनमा कपडा राखेर गएको थिएँ, त्यही कपडाहरू सुकाएँ। मेरो रुमबाट यस्तो राम्रो भ्यू देखिन्छ हेर्नु गाइज। अनि यो चाहिँ मेरो सानो क्युट रुम। अनि त्यसपछि गएर मलाई एप्पल खानु मन लाग्यो, कामबाट खाएर आएकी थिएँ खाना चाहिँ, त्यही भएर म एप्पल खान्छु भनेर अनि एप्पल खाएँ। अनि त्यसपछि एप्पल काट्न सुरु गरेँ मैले। अनि एप्पल धुनु पर्यो अनि धोएँ अनि त्यसपछि काटेँ। अनि त्यसपछि खाँदैछु, खाँदै पनि छु। अनि म चाहिँ यो चाहिँ कोकोनट मिल्क हो। मैले चाहिँ सुरुमा खोल्न सकेन अनि दाँतले टोकिदिएँ। अनि त्यसपछि खाँदा खाँदै मलाई खाना नि खाएर आएको भएर होला कामबाट अनि मलाई धेरै भयो। अनि त्यसपछि मैले एप्पल खानै सकेन अनि मैले चाहिँ फ्रिजमा राखिदिएँ। त्यसपछि मेरो नेपालबाट आएको चक्लेट थियो डेरी मिल्क अनि मैले त्यो डेरी मिल्क खाएँ। डेरी मिल्क खाएर सकेर अनि हिजो चाहिँ मैले चिया खाएको भाँडा बाँकी नै थियो, मलाई हतार भएर म हतारमा काममा गएको थिएँ। अनि त्यो भाँडाहरू छिटो छिटो गरेर सकाएँ। मलाई निन्द्रा पनि लागेको थियो अनि सुत्नु पर्ने थियो नि त, त्यही भएर अनि भाँडा माझेँ सकेँ। त्यसपछि भाँडा राख्ने ठाउँमा भाँडाहरू राखेँ ऱ्याकमा। अनि त्यसपछि हल्का अनि अब मलाई फेरि फोहोर भनेपछि इरिटेट लाग्छ अनि पुसेँ, सफा गरेँ। अनि यो चाहिँ मेरो सानो रुम हो अनि मलाई चाहिँ हजुरहरूलाई रुम देखाउनु मन लाग्यो। म एक्लै बस्छु अनि दिस इज माई रुम। अनि मलाई निन्द्रा लागेको थियो अनि म पर्दा लगाएर म सुतेँ। अहिले चाहिँ बिहानको 10:30 बज्यो। अनि त्यसपछि गएर अब चाहिँ म सुत्न लागेको, नाइट काम गरिरहेको भएर होला। अनि त्यसपछि मेरो पैताला लास्टै दुखेछ क्या, खुट्टाको पैताला। अनि त्यसपछि गएर अनि मेरो आज राति पनि काम छ नि त। अनि यो हप्ता चाहिँ 3 दिन सिफ्ट रेगुलर राखिदिएको छ क्या। अनि अब नाइट गाह्रै हुन्छ नि त, अब उभिएर गर्नुपर्ने हुन्छ अनि खुट्टा पैताला दुख्छ, गाह्रो छ गाइज। थ्याङ्क यू फर वाचिङ।